तपाईसँग एनटिसीको सिम छ। एनटिसीको सिमबाट तपाईले डाटा खरिद गर्नुभयो। डाटा खरिद गरेर इन्टरनेट चलाउनु भयो र तपाईले डाटा अफ गर्न पनि बिर्सिनुभयो। अनि तपाईको डाटा पनि सकियो। तब डाटा सकिसकेपछि तपाईले तपाईको मेन ब्यालेन्सबाट सिमबाट पैसा अटोमेटिक पैसा नकाट्ने बनाउनु भएको छ कि छैन? हामीले डाटा चलाइसकेपछि डाटा अफ गर्न बिर्स्यौं भनेदेखि हाम्रो सिममा भएको पैसा चाहिँ अटोमेटिक त्यतिकै त्यो सबै सकिन्छ। हो, त्यो अटोमेटिक नसकिनेको लागि चाहिँ तपाईले केही त्यो सेटिङ गर्नु भएको छ कि छैन? त्यसको लागि चाहिँ त्यो डाटा सकिए पनि आफ्नो मेन ब्यालेन्सबाट पैसा नकाट्नको लागि केही सेटिङहरू गर्नुपर्छ। त्यो सेटिङ गरिसकेपछि चाहिँ त्यो अटोमेटिक डाटा सके पनि हाम्रो मेन ब्यालेन्सबाट चाहिँ त्यो पैसा काट्दैन। त्यसको लागि चाहिँ केही सेटिङ गर्नु है त। त्यसको लागि सबभन्दा पहिले हामीले के गर्नुपर्छ भने स्टार थिचेर अनि तीनटा 444 यहाँ ह्यास थिचेर यहाँ कल यसै थिच्नुस् है। अब त्यति गरिसकेपछि हामीले त्यहाँ देख्न सक्छौँ। अब हामीले राम्रोसँग हेर्न सक्छौँ। यहाँ हेर्दाखेरि अब 1 2 3 र 4 छ। त्यहाँ हेर्दाखेरि हामीले 4औं नम्बरको चाहिँ इनेबल डिसेबलमा त्यसमा चाहिँ 4 लेखेर यहाँ 4 लेखेर चाहिँ यहाँ हामीले यसरी 4 लेखौँ। त्यसपछि यहाँ सेन्ड गरौँ हैन। त्यसपछि यहाँ हेर्न सकिन्छ डाटा पे लेखेको छ। त्यसपछि डिसेबल इनेबल लेखेको छ। त्यसको लागि चाहिँ अब हामीले 1 थिचेर चाहिँ अब हामीले सेन्ड गर्छौँ है। 1 थिचेर सेन्ड डिसेबल थिचेर चाहिँ यो 1 थिचेर सेन्ड गरिसकेपछि चाहिँ अब हाम्रो चाहिँ त्यो इन्टरनेट नचले त्यो डाटा लिएर अफ नगर्दै पनि हाम्रो मेन ब्यालेन्सबाट पैसा काटिँदैन। यसो गरेर नि मेन ब्यालेन्सबाट हाम्रो पैसा काटिँदैन।